हेलो साथी, आफ्नै तरिकाले है चिकन पनि आफ्नै तरिकाले बनाइन्छ कि आज चाहिँ मैले रोस्ट टाइपले हल्का रोस्ट बनाएर झिक्छु अनि त्यसपछि बल्ल चिकनलाई गर्छु भने किनकि अलि चिकन चाहिँ अलि भुटेन भने चाहिँ अलि ठुस्स गनाउँछ कि अनि त्यही भएर मैले पहिला रोस्ट गर्छु त्यो खुडिँदा नि नखुडिने अहिलेको चाहिँ कलिला कुखुरा हुने कि अनि त्यही भएर कि साथी कति छिटो कस्तो प्यात्त हुन्छ भनेर मैले पहिला चाहिँ रोस्ट गर्दै झिकेर अनि बल्ल पकाउँछु भनेर सोचेर मैले यस्तो गर्न लाएँ। हजुरहरूले यसरी खानु भएन। मलाई चाहिँ एकदम मिठो लाग्छ कि यो विधिबाट पकाएको चिकन चाहिँ। अनि त्यही भएर मैले अब यसो गर्छु अनि यो सबै रोस्ट बनाएर निकालेर राख्छु कि भाँडामा। अनि त्यसपछि लसुन अदुवा खुर्सानी अनि टमाटर के अरे प्याज राखेर मैले यसलाई चाहिँ अघिको तेलमा मस्त पकाउँछु। तेल पनि फाल्न पाइयो नि त, धेरै खान नि भएन तेल चिल्लो। अनि मैले चाहिँ त्यो तेल ठिक्क आफूलाई चाहिने मात्रै गरेर यसलाई मस्त लाएर पकाएर पाक्छ नि त। पाकेपछि चाहिँ त्यसमा मैले बेसार मसला नुन सबै राखेर त्यसलाई मैले चलाउँछु कि चलाएपछि एकदम मस्त घोटेर मस्त चलाएपछि चाहिँ ग्रेभी टाइपको बन्छ। अनि बनिसकेपछि चाहिँ मैले अब यसमा के हाल्नुपर्ने हो सबै हालिसकेर चलाएपछि अनि अब यस्तै हो कि अब चिकन चाहिँ यसरी मिठो मान्दैन खान्छन् कि बच्चाहरूले त्यो ग्रेभी खासै खान नि खोज्दैनन् उनीहरूले चाहिँ। अनि ऊ चाहिन्छ फल कोइला छाला यस्तो हुन्छ, त्यही भएर यो खुडिँदैन। खुड्न सजिलो नि भयो। अनि मैले सम्राट मसला थोरै हालिदिएर अनि मस्त चलाएपछि अनि यो यतिको देखेपछि चाहिँ अब मैले त्यो सबै गरिसकेपछि अघि के अरे रोस्टर गरेको चिकनलाई राखेर मस्त चलाउँछु एकछिन। अनि मैले एकदम सानो आगो लाएर त्यसलाई उस गरेर छोपिदिन्छु। अनि नानीले फेरि चाख्न पऱ्यो भने माग्छिन्, मागेपछि दिन्छु कि नानीले मिठो बस्छ भनेर भन्छन्। हेर्नु त कति मिठो देखियो मैले बनाएको चिकन। अनि त्यही भएर यसरी खानु त एकचोटि ट्राई गर्नु, यसरी नखाएको भए पनि यसरी ट्राई गर्नु त कति मिठो हुन्छ। एउटा सेन्ट आउँदैन चिकनको है। हस् त, धन्यवाद।